हाई गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल आर्यन भ्लगमा स्वागत छ। आज मर्निङको भ्लग लिएर आइसकेको छु। हजुरहरू कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ लास्टसम्म हेरिदिनु होला र च्यानललाई सब्सक्राइब गरिदिनु होला। अनि अब आउनुहोस् जोडियौँ मेरो फर्स्ट भ्लगमा। म चाहिँ कस्तो भ्लग बनाउनु गइरहेको छु भने म आफ्नो रियालिटी लाइफमा के भइरहेको छ, म के हुँदैछ भनेर, कस्तो मैले के हाम्रो लाइफमा दुःख कस्तोसम्म कतिसम्म हुन्छ र हामीले सुख कतिसम्म गऱ्यौँ भनेर म आफ्नो सब रियालिटी हजुरहरूको सम्मुख देखाउने छु। डेली एउटा भ्लग ल्याएर हजुरहरू मेरो लाइभ च्यानलमा जोडिराख्नु होला। हजुर मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सब्सक्राइबर गरिदिनु होला है। म चाहिँ आज मर्निङको अलम बनिरहेको छु। आज मेरो आजको दिन कस्तो रहन्छ भनेर सबै हजुरलाई देखाउने नै छु। दस बिघाको भ्यू कस्तो लाग्यो साथीहरू सबैलाई है कमेन्ट गर्नु होला। हामी चाहिँ अब यो ठाउँ 10 बिघाभन्दा अगाडि आइसकेका छौँ। अब यहाँदेखि हामी चाहिँ अब मदनचोक जाने हो हैन। हामी दुईटा छौँ, दाइ र म। दाइ उता हुनुहुन्छ, म यता बसिरहेको छु। हेर्नु के भने नि अब के अरे हामीहरू माइन्ड पनि फ्रेस हुन्छ कि बिहानपट्टि गएको होइन। बिहानपट्टि मर्निङ टाइममा जानुपर्छ, माइन्ड पनि फ्रेस हुन्छ। तर हेर्नु बिहानको के अरे घाम पनि ताप्नुपर्छ भन्छन्, स्वास्थ्यलाई राम्रो हुन्छ भन्छन्। त्यो भएर हामी चाहिँ ताप्ने गर्छौँ है, गाईमा तापिरहेछौँ। हजुरहरूले सोच्नुभयो होला यिनीहरू डेली मर्निङ भल के को हो, के गर्नेको लागि जान्छन् बिहान सोच्नुभयो होला। हामीहरूको चाहिँ पोल्ट्री सप्लायर छ होइन। त्यो भएर हामी चाहिँ कुखुरा फ्रेसमा पुर्याउन जान्छौँ। हामी डेली जान्छौँ। त्यो भएर हामी एउटा डेली भ्लग लिएर आउनेछौँ हजुरहरूको साथमा। हजुरहरू साथ सपोर्ट गरिदिनु होला है। भिडियोलाई लाइक गरिदिनु होला, सेयर सब्सक्राइबर गरिदिनु होला। हजुरहरूको साथमा हाम्रो एउटा भिडियो डेली आउनेछ। हजुरहरूलाई कस्तो लाग्छ प्रतिक्रिया दिन नबिर्सनु होला है। म यही भन्न चाहन्छु। हामी